कति पैसा कमाउँछ भनेर 16-1700 राम्रोसँग पढ है राम्रोसँग पढ अनि सुन त एकदम राम्रो बनायो त भाइ सोरुमको जस्तै बनायो त यार यार एकदम दामी बनायो अब यसलाई फेरि पुस्ने पनि हो भाइ पुस्ने पर्दैन पुस्ने हो ए तल लगेर त्यो पनि तिमीले नै पुस्छौ यो पुस्ने चाहिँ कता उतातिर हो यहाँ हो ल यहाँ हो त खुच्चे यहाँ हो न तिमीले यो सफा गरेको पैसा त्यो दाइलाई दिन्छौ तिमीले यो सफा गरेको पैसा त्यो दाइलाई दिन्छौ तिमी आफै राख्छौ होइन के मतलब अहिले अब यो धोयौ नि तिमीले अब यो पैसा मैले तिमीलाई दिन्छु नि होइन त्यो पैसा चाहिँ तिमीले त्यो दाइलाई दिन्छौ कि तिमी आफै राख्छौ होइन के त्यो दाइलाई तिमीले त्यो दाइलाई दिएर त्यो दाइले फेरि तिमीलाई दिन्छ कि तिमी आफै राख्छौ दिन्छ कि दिँदैन ए हो अनि तिमी स्कुल पनि पढ्छौ है कतिमा रे हो यो काम तिमी आफै गरेको कि त्यसले गर्न लगाएको पैसा आउँछ नि है कति पैसा कमाउँछ भनेर 16-1700 अनि आज गरेको आजै पैसा दिन्छ कि उसले राखेर पछि दिन्छ कति दिन्छ 1 महिनापछि तिमीले यो बाइक धोको गन्छौ ए आज कतिवटा गन्यौ भनेपछि तिमीले 1900 कमायो होइन त ए राम्रोसँग पढ है राम्रोसँग पढ अनि सुन त पैसा मैले तिमीलाई दिने कि त्यो दाइलाई दिने म तिमीलाई दिन्छु है है कति दिउँ 100 रुपियाँ ए ल एकदम सोरुमको जस्तो बनाएको छौ एकदम राम्रो छ है काम पनि गर अनि पढ पनि है धेरै पढ्नुपर्छ ल ल म तिमीलाई पैसा दिन्छु है त यो तिम्रो 100 रुपियाँ पैसा देखाउ त यो 100 रुपियाँ चाहिँ त्यो बाइक धोको अनि 150 चाहिँ तिमीले चक्लेट खाऊ है ल राम्रोसँग पढ है ल धन्यवाद भाइ
एकदम सफाइ सोरुम जस्तै भएको छ है। ल राम्रोसँग पढ है। ल